जापानमा भाषा भन्ने भाषा चाहिँ कति इम्पोर्टेन्ट रहेछ यो भाषा त एकदम इम्पोर्टेन्ट नै हुन्छ जापानमा भाषा मेन भनेको भाषै हो भाषा नजान्ने चाहिँ कहीँ पनि केही छैन भाषा जहाँ काममा गए पनि पहिला भाषा छ भनेर सोच्छन् भाषा चाहिँ एकदम इम्पोर्टेन्ट नै छ जापानमा ब्रोदरलाई एकदम भोक लागिरह्यो है ब्रोदरलाई सो हामीले अब सुरु गऱ्यो हेलो गाइज वेलकम माई युट्युब च्यानल सो मेरो युट्युब च्यानल तपाईँलाई फेरि पनि स्वागत छ मैले कन्टिन्यू गर्दैछु यो युट्युब च्यानल होइन तपाईँलाई मैले योभन्दा पहिला पनि पोस्ट गरिसकेको छु आज म चाहिँ ताचिगावा मैले यहाँ तुलिप फुलहरू के फुल छ अरे त्यो हेर्न भनेर आएको छु तपाईँहरू यहाँ आउनु चाहनुहुन्छ भने स्टेसनदेखि कमसेकम 20 मिनटको अन्डरमा आइपुगिन्छ पैदल यात्रा गर्नु होला तपाईँलाई मैले यहाँको लोकेसन तल डिस्क्रिप्सनमा पिन गरिदिने छु त्यहाँ तपाईँहरूले फलो गरेर आउन सक्नुहुनेछ मसँग चाहिँ 2 जना मित्र हुनुहुन्छ उहाँहरू एकदमै मिल्ने साथी उहाँको फ्यामिली मैले उहाँलाई थोरै इन्ट्रोडक्सन गराउँछु अनि हाम्रो यो जापानको बसाइ कहिले सुख कहिले दुःख हुँदै गइरहेको छ यस्तै हो जापानको अझ उहाँहरू दम्पति हुनुहुन्छ जापानमा सो हजुरहरूको शुभ नाम प्लिज मेरो नाम ईश्वर रिजाल मेरो घर चाहिँ चितवन हो मेरो वाइफ मेरो नाम सुस्मिता रिजाल हो उहाँ दुवैजना दम्पति हुनुहुन्छ यहाँ बस्न थालेको कति वर्ष जति भयो 3 वर्ष 4 वर्ष हुन 3-4 वर्ष हुन थाल्यो ए मभन्दा एक वर्ष 2 वर्ष अगाडि आउनु भएको रहेछ सो तपाईँहरूलाई चाहिँ जापानको बसाइ कस्तो लागिरहेको छ अहिले ठिकै लागिरहेछ राम्रै छ सो डिपेन्डिङमा आउनलाई कतिको सहज र कतिको गाह्रो हुँदो रहेछ अब डिपेन्डेन्टमा आउन अब सजिलो त काम त कहीँ पनि सजिलो हुन्न कि अब ठिकै छ सजिलै छ अब आउँदै गर्नुभएको डिपेन्डिङमा या जेमा आए पनि उहाँहरूलाई के सजेसन दिन चाहनुहुन्छ हजुर अब उहाँहरूलाई अब यस्तो हो दुःख नगरिकन कहीँ पनि हुँदैन दुःख गर्नुपर्छ जहाँ गए पनि अब मिहिनेत गऱ्यो भने जता पनि ठिकै छ अनि तपाईँलाई धेरै कुरा गर्छन् कि यो जापानमा भाषा भन्ने भाषा चाहिँ कति इम्पोर्टेन्ट रहेछ यो भाषा त एकदम इम्पोर्टेन्ट नै हुन्छ जापानमा भाषा मेन भनेको भाषै हो भाषा नजान्ने चाहिँ कहीँ पनि केही छैन भाषा जहाँ काममा गए पनि पहिला भाषा छ भनेर सोच्छन् भाषा चाहिँ एकदम इम्पोर्टेन्ट नै छ जापानमा सो त्यसो भए मेरो अब फ्यामिलीहरू कसैको पनि आयो भने आउँदै आउनेहरूलाई तपाईँले एकदम इम्पोर्टेन्ट सजेसन चाहिँ के दिन चाहनुहुन्छ एकदम मेन चाहिँ भाषा सिकेर आउनु होला उहीँबाट आउँदाखेरि अब काम त भाषा भन्दा नि अब काम यहाँ सिकिन्छ पहिला मेन चाहिँ भाषै सिकेर आउनुपर्छ यहाँ आउँदा यहाँ चाहिँ टिकट लाग्दो रहेछ है टिकट तपाईँले रिचार्ज गरेर आउन सक्नुहुनेछ भित्र होइन टिकट चाहिँ एकदमै ओ माई गॉड यहाँ चाहिँ देख्दाखेरि एकदम रमाइलो लाग्यो आए कस्तो लागिरह्यो अब सुरु भयो हाम्रो है एकदम राम्रो छ सुरु भयो अब हाम्रो हेलो गाइज एकदमै रमाइलो रहेछ यहाँ चाहिँ एकदम भिजिट गर्नको लागि बाफ्रे धेरै ठाउँबाट आउनु भएको छ रमाइलो छ अनि तपाईँ यहाँ आनन्द लिन सक्नुहुन्छ यहाँ गाइज यहाँ चाहिँ एकदमै रमाइलो रहेछ ल यसरी फुल फुलिरहेको छ होइन यहाँ यसरी पानीको छारा होइन यस्तो एकदमै रमाइलो यहाँ आएर तपाईँहरू भिजिट गर्नको लागि एकदम सहज रहेछ सजिलो एकदम राम्रो रहेछ अनि प्लस छायामा बस्न सक्नुहुन्छ होइन सो ल यहाँ यसरी बस्ने ठाउँ चौर छ होइन यस्तो यति रमाइलो छ नि यो ल यहाँ केही किनेर पनि खान सकिन्छ यहाँ घुम्ने फिर्ने चाहिँ मान्छेहरू धेरै छन् रमाइलो छ ल गाइज यहाँ बसेर खाने पनि रहेछ पसल पनि रहेछ होइन यहाँ यसरी बसेर खान मिल्ने सो तपाईँहरू यहाँ घुम्न आउनु होला यहाँ चाहिँ पछाडि थोरै तल ताल रहेछ होइन त्यहाँ गएर डुङ्गा खेल्ने बस्ने ठाउँ धेरै गर्मी भए पनि तर यो उसमा चाहिँ जङ्गलमा यो जङ्गलभरि अब बोटहरूले गर्दाखेरि एकदम शीतल एसी लगाए जस्तो बनाइरहेको छ यति रमाइलो अनि आजको घुमाइ पनि एकदम तगडा अहिले हामी चाहिँ अब स्पेसल गार्डनमा आइपुग्नु लाग्यो हाई सिस्टर कहाँ हो बिजी गर ए ल ल ल आज चाहिँ हाम्रो बिजी चाहिँ एकदम तगडा भइरहेछ हाम्रो ब्रदर चाहिँ के हो के भइरहेको किन उ गरेको रमाइलो भइरहेछ अब हेर्नुपर्छ होइन भिजिट चाहिँ तगडा भइरहेको आज हाम्रो होइन हाम्रो चाहिँ भिडियो हेर्दै जानु होला होइन तपाईँलाई मैले नयाँ नयाँ ठाउँको भिजिट गराउँदैछु गराइ पनि रहेको छु मेरो फेसबुकमा चाहिँ गएर भिजिट गर्नु होला मेरो नाम गुप्ता पुन मगर म यो यहाँ हेर्नु होला
इन्ट्री चाहिँ तोरीबारीमा भयो सुरुमा त्यसो ब्रदर कतिको एक्साइटेड हुनुहुन्छ एकदम रमाइलो भइरहेछ होइन साथीभाइसँग भेट भएर घुम्न पाउँदा हो ल अब चाहिँ हाम्रो चाहिँ एकदमै फर्स्ट इन्ट्री चाहिँ तोरीबारीमा ल तोरीबारी जापानमा चाहिँ हाम्रो तोरीबारी ल हेर्नुहोस् यहाँ चाहिँ म फुलको बगैँचामा यसरी घुमिरहेको छु सो आउनु होला घुम्नको लागि तपाईँहरू पनि छुट्टीमा मिस नगर्नुहोस् यति रमणीय छ यस्तो राम्रो छ मलाई यहाँ जापानमा लाग्छ कि जे फाले पनि हुन्छ कि जस्तो लाग्छ झार पनि होइन त्यस्तो लाग्छ मलाई त्यो चाहिँ जहाँ जस्तो झार फाल्यो भने फुली उम्रिन्छ क्या तर यो चाहिँ एकदम राम्रो क्या यो पनि यस्तो ठाउँ पनि हुनु पऱ्यो होइन ठाउँ भएकोलाई चाहिँ सदुपयोग गर्नु पऱ्यो चाहिँ ब्लू फुलमा चाहिँ आएर मैले चाहिँ टिकटकमा देखेको थिएँ तर आज चाहिँ ताचिगावा घुम्न जाउँ भनेर साथीसँग आएको तर एकदमै रमणीय रहेछ यहाँ तपाईँहरू घुम्न आउनु सक्नुहुन्छ होइन छिटो आउनु होला सायद यो फुल पनि म्याद हुन्छ होला केही दिनसम्म अझै पनि रहनेछ एकदम राम्रो रमणीय भिजिट गर्ने धेरैजना आउनुहुन्छ तपाईँ यहाँ आएर घुम्नु होला मेरो गाइज फाइनली हामीले चाहिँ खोजिरहेको फुल अनि पार्क आइपुग्यो होइन यही नजिकै रहेछ जस्ट 2 मिनटको अन्डर ल अहिलेसम्म कस्तो महसुस भइरह्यो भन्नु एकदम रमाइलो भइरहेछ कहाँ भागिरहेको सिस्टरलाई चाहिँ फुलमा रमाउनको लागि यति छिटो भागिसक्नु भएको छ होइन आजको भिजिट चाहिँ हाम्रो एकदम तगडा भइरह यो चाहिँ स्मरणीय बन्ने भयो यो चाहिँ मेरो युट्युब च्यानलमा बस्ने भयो यो धेरै लामो समयसम्म यो चाहिँ हाम्रो यादगार नै रहने भयो मन पनि शान्त बनायो क्या कस्तो लागिरह्यो सिस्टर रमाइलो लाग्यो है ल ल आज हाम्रो भिजिट चाहिँ तगडा भयो ल अझै पनि घुम्दैछ अझै हेर्दैछ तपाईँहरू लास्टमा हेर्दै जानु होला अझै छ भिजिट गर्न अझै देख्न हेलो गाइस तपाईँहरू यहाँ घुम्न आउनु सक्नुहुन्छ यो चाहिँ तुली फुल अनि धेरै कुराको मैले तपाईँलाई अगाडि पनि देखाएको छु हो धेरै कुरा फुलहरू तपाईँ यहाँ आएर भिजिट गर्नको लागि एकदमै रमणीय अनि एकदमै शान्त सुन्दर यहाँ चाहिँ भिजिट गर्ने धेरै देशबाट धेरै ठाउँबाट स्वदेशी विदेशी धेरै हुनुहुन्छ सो तपाईँहरू पनि यहाँ आएर घुम्नु होला धेरै डिफ्रेन्ट टाइपको फुलहरू घुम्दै घुम्दै यहाँसम्म आइपुग्यो अझै पनि हाम्रो भिजिट सकिएको छैन अन्त्य तक मेरो भिडियो हेरिदिनु होला बाई बाई आउँदैछ हाम्रो होइन अलरेडी आयो मैले हामी चाहिँ फाइनल्ली होइन घुम्दा घुम्दा भोक लागेर चाहिँ आज नास्ता गर्न लाग्यो यो खराके अरू चिकन ल ब्रोदरलाई एकदम भोक लागिरह्यो है ब्रोदरलाई सो हामीले अब सुरु गऱ्यो यो चाहिँ एक्सपेन्सिभ होइन एकदम चिप होला त्यति महँगो पर्दैन यहाँ आएर यस्तो व्यवस्था पनि छ तपाईँ यहाँ आएर नास्ता पानी गर्न सक्नुहुन्छ ल सुरु गरेर ल गाइस हाम्रो चाहिँ भिजिट सकियो ल हामी चाहिँ कमब्याक भयो ल आजको भिडियोलाई चाहिँ यहीँनिर इन्डी गरिदिउँ है ल ल बाई बाई थ्याङ्क यू सो मच फर वाचिङ हाम्रो भिडियो हेरेर साथ दिने तपाईँहरूलाई बाई बाई